ल जय मसी सबैजनालाई। हाम्रो अहिले चाहिँ विशेष डक्टरहरू सिस्टरहरू सबै गइसक्नु भयो। अनि अन्तिममा रहेको चाहिँ हाम्रो मण्डलीको छोरीहरू मात्रै हुनुहुँदो रहेछ। ल के खानुभयो लु भन्नुहोस् त। हामीले सबै कुरा खायौँ हो। अन्तिममा गएर हाम्रो हालत यो भएको छ। अब घर जानेछौँ। घरपछि फेरि हाम्रो कटेज सेवा छ। अन्त अब चाहिँ थाकेर हामी यसरी बसेको छौँ। ओके। हैन आजको दिन एकदम राम्रो भयो। दामी भयो। हेल्थ क्याम्प हामीले राखेको थियौँ। एकदम दामी भयो। दिन पनि राम्रो भयो। रेसमा के भन्नु छ? मैले केही भन्नु छैन। सबै कुरा असल भयो। धन्यवाद। अर्पणा साह्रै हो। पास्टर बाउले यहाँनिर धेरैवटा कुरा गर्नुहुँदैछ यहाँ दुईजना मिलेर। हुन्छ ठिकै छ, बात मार्नुहोस्। विक्रम रिन्सेन किन भागेको? हाम्रो यहाँनिर घर मालिक दाजु हुनुहुन्छ। उहाँले हामीलाई धेरै हेल्प गर्नुभयो। उहाँले हामीलाई डल्लै घर दिनुभयो आज दिउँसोभरको लागि। दाजुलाई धन्यवाद, दाजुको परिवारलाई। विक्रम कस्तो भयो भनौँ न। रमाइलो अनि हाम्रो निम्ति धेरै रमाइलो भएको छ। आजको दिन सक्सेसफुल भयो क्याम्प है। अनि यो सबै सेलिम्बुङको जति पनि उहाँको एन्टर टिमहरू हुनुहुन्छ उहाँलाई धेरै धेरै हामी स्वागत गर्न चाहन्छौँ। धेरै धन्यवाद। उहाँको कारणले गर्दा आजको प्रोग्राम सक्सेसफुल भएको छ। अनि साथै हामी थ्याङ्कफुल हुन चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ जसले आज हामीलाई खानको निम्ति धेरै आफ्नो घरै जिम्मा दिनुभएको छ। अनि अङ्कललाई धेरै धन्यवाद। पञ्चले तपाईँलाई आफ्नो परिवारमा धेरै मात्रामा आशिष दिउँ। साथै हाम्रो जो टिम हुनुहुन्छ अनि हाम्रो एन्टर टिमलाई सबैलाई पनि धन्यवाद जसको कारणले गर्दा आजको प्रोग्राम सक्सेसफुल भएको छ। अनि प्रभुलाई महिमा भएको होस्। यतिको पास्टर